जिन्दगी कहिलेकाहीँ अत्यन्तै कठोर हुन्छ। कहिले योजना बिग्रिन्छ, कहिले मेहनतले अपेक्षित परिणाम दिँदैन, कहिले आफ्नै नजिकका मानिसहरूले पनि साथ छोडिदिन्छन्। तर याद राख्नु, जिन्दगीले तपाईलाई परीक्षामा राख्नुको एक मात्र कारण हो, तपाईभित्र लुकेको शक्ति जगाउनु। आज तपाईले महसुस गरिरहनु भएको पीडा, तपाईका आँखामा भरिएका डर, हृदयभित्रको निराशा, यी सबै असफलताको संकेत होइनन्। यी त केवल संकेत हुन् कि तपाईले अझै आफ्नो वास्तविक शक्ति प्रयोग गर्न बाँकी छ। हार कसैले जितेर होइन, हार त मानिस आफैले मनभित्र स्वीकारेर हुन्छ। जुन दिन तपाईको मनले भन्छ अब म सक्दिन, त्यही दिन जीवनले पनि तपाईलाई फर्केर भन्छ ठीक छ, अब तिमी पनि यति नै हो। तर यदि तपाईले भन्नुहुन्छ म ढल्न सक्छु, म चुइन सक्छु, तर म हार्न सक्दिन, त्यही क्षणदेखि परिस्थिति बदलिन सुरु हुन्छ। किनकि जुन मानिस उठ्ने निर्णय गर्छ, जीवनको शक्ति पनि उसैसँग सहकार्य गर्न थाल्छ। याद राख्नु, पराजयको सबैभन्दा अँध्यारो रातपछि मात्र विजयको सबैभन्दा चम्किलो बिहानी उदाउँछ। आज तपाई जहाँ हुनुहुन्छ, कति संघर्षमा हुनुहुन्छ, कति थकित हुनुहुन्छ, यसले भविष्यलाई निर्धारण गर्दैन। भविष्य निर्धारण गर्ने एउटा मात्र कुरा हो, तपाईको निर्णय, लडिरहने कि हार मान्ने। संसारका सफल मानिसहरूले एउटा कुरा समान रूपमा साझा गर्छन्, उनीहरू कहिले ढलेनन् भन्ने होइन, उनीहरू ढल्दा ढल्दा पनि फेरि उठ्ने साहस देखाइरहे। र यही साहसले नै सामान्य मानिसलाई असाधारण बनाउँछ। त्यसैले आजबाट तपाईले आफूलाई एउटा प्रतिज्ञा गर्नुहोस्, जुनसुकै परिस्थितिमा पनि म हार मान्दिन, म फेरि उठ्छु, फेरि लड्छु, फेरि प्रयास गर्छु। किनकि अन्ततः जिन्दगीले एउटा कुरालाई मात्र सम्मान गर्छ, हार नमान्ने मन। र एक दिन यही मन जितमा परिणत हुन्छ।